कश्मीर पचौरी दार्जिलिङको रामसाइला बिरती 2 दिन कश्मीर पचौरी दार्जिलिङको रामसाइला बिरती 2 दिन बाँचिन्छ रामसाइला बिरती 2 दिन बाँचिन्छ वर्तमान एउटा आवाज लाउँछ यो पानी तपाईको चिन्तन गरी आउनु पर्यो सिग्नल माइकको लागि चाहिँ पानी स्टप खाली गर्नु अनि सधैँ खिच्नु गर्नुभएको छ किनभने आफूले कर्म गरेको ठाउँलाई जहिले गर्व गर्नुपर्छ अनि बल्ल आफूलाई सन्तुष्टि मिल्छ जिन्दगीमा सक्सेस भएको महसुस हुन्छ त्यही भएर मलाई त तपाईँको उत्साह देखेर कलाकारका छोडेर म पनि यतै आउने जस्तो लाग्छ मलाई हाम्रो सहरको इनर्जेटिक त्यो अघिको भाषा बोली सुन्दाखेरि म पनि हेर्दै छोडेर हुनुपर्छ कि मेरो कलाकारबाट यही ठिक सहकार्य गर्न मन छ मलाई मिल्यो भने थुप्रै सल्लाहहरू लाग्ने छन् यहाँ सबैजनाप्रति सम्मान छ म स्पेसली दोहोरी गीतहरू गाउँछु तर दोहोरी गीतहरू भए पनि पहिला जस्तो छैन मोडर्न दोहोरीहरू आइसके अहिलेको बजारलाई अहिलेको युवा पुस्तालाई समाउन सक्ने दोहोरी गीतहरू आइसके ती दोहोरी गीतहरू मोडर्न दोहोरीहरू छन् मेरा मसँग भाइ हुनुहुन्छ आयुष कुमार उहाँले थुप्रै गीतहरू गाउनु भएको छ अलिक फिल्मीतिर अलिक पपतिर भाइले गाउनुहुनेछ म दोहोरी फिल्मतिर त उहाँलाई गर्न चाहन्छु हामी दुईजनाले आलो पालो गरेर घरि दोहोरी घरि लोक घरि चलचित्र तपाईले टिकटक त कति चलाउनुहुन्छ सबैजनाले अलि अगाडि 1 वर्ष अगाडिबाट चलाउनु भएको जना हुन्छ हात उठाउनुहोस् त सबै चलाउनुहुन्छ चलाउनुहुन्छ भने सायद एउटा गीत सुन्नु पर्ने हो रक्सी चुरोट खान्छौ कि खाँदैन भट्टीतिर सुन्नुभएको छ जान्छौ कि जाँदैनौ बहुतै भाइरल भएको चामलका कनिका सुन्नुभएको छ कनिका बैनी भिना गन्दिरा पछि चन्द सुन्नुभएको छ अनि करिब करोड कलमको आसपासमा पुग्न लागेको छ यो गीतमा नाच्ने हो त दिदीबहिनीहरू नाच्नुहुन्छ नाच्ने नै नाचेर पनि गर्न पठाउँछु हुन्छ ल मेरो यहाँ नरेन्द्र पुन सर जसले मलाई तपाईँसँग जोडिने यो माहौल मिलाइदिनु भयो म राष्ट्रिय लोकतन्त्र दोहोरी प्रतिष्ठान नेपालको उपत्यका समन्वय समितिको म सहसचिव छु हाम्रो अन्डरमा 9वटा समितिहरू छन् जसमा 25 जना उपाध्यक्ष समिति छ करिब 300 जना कलाकारिताको म एउटा नेतृत्व गरिरहेको छु र सोही संस्थाको हाम्रो नरेन्द्र पुन सल्लाहकार हुनुहुन्छ म बसेको संस्थाको सल्लाहकार हुनुहुन्छ उहाँले सिङ्गो लोकतन्त्र प्रतिष्ठानसँग उहाँ जोइन हुनुहुन्छ
पछि सहायको नसो हाम्रो What?